भर सो न सकेंगे, किसी के हो न सकेंगे। हेलो एन्ड नमस्ते, के छ तपाईहरुलाई, कस्तो छ तपाईहरुको हालखबर? आशा छ सबै ठिकठाक हुनुहुन्छ होला। स्वागत छ मेरो नयाँ भिडियोमा अनि च्यानलमा पनि। अभियसली आज हामी कुरा गरौँ टिकटकका खतरनाक कन्टेन्ट क्रिएटरहरुको बारेमा। अश्लील तर सभ्य, बकमफुसे तर भव्य, सेन्सलेस तर भव्य, यो हाम्रो मूल नारा हो। त्यसको साथमा भिडियोलाई सिधै सुरु गर्दियौं। नमस्ते, हाम्रो गाउँमा स्वागत छ हजुरहरुलाई। तपाईलाई थाहा छ नेपालमा चुनाव नजिक छ। नेताहरूलाई प्रचार गर्न एकदमै दौडधुप छ। प्रचार गर्नु पर्यो है, खतरनाक प्रचार गर्नु पर्यो नेताहरूलाई, राजनीतिक दलहरूलाई। तर कोही नेपाली राजनीतिक दलहरूले यस्तो खतरनाक एजेन्डा ल्याएका छन्। घर दैलो कार्यक्रम गर्दाखेरि चुनाव प्रचार गर्ने तरिका उनको डिफ्रेन्ट छ। मलाई कुल लाग्यो भने अवश्य पनि तपाईहरुलाई पनि कुल लाग्ने छ। तपाईहरु पनि हेर्नुस् यो भिडियो। लेला मज्नु भने हैन, लेला मज्नु रोमियो र जुलियट सुनेकै होला नि हैन? उनको प्रेमको कहानी सुनेकै होला। साच्चै त्यस्तै खतरनाक ट्यालेन्ट भएको मान्छेहरु चाहिँ अनि ट्यालेन्ट अनि त्यस्तो खतरनाक फिल दिने, त्यो लभ स्टोरी वाला फिल दिने मान्छेहरु टिकटक बनाउँदाखेरि देख्छ के। जस्तो कि बाटोहरुमा, साइडमा, पब्लिक पार्क, उनीहरुले बाल्दै छैन के बनाइन्छ। त्यो भिडियो नि हेर है। नर्मली टिकटक बनाउनलाई हामीलाई के गर्नुपर्छ? एक्टिङ गर्नुपर्छ, दामी होला। कुनै गीतमा लिपसिङ गर्नुपर्छ, दामी होला। तर भाइरल हुनलाई चुतियागिरी गर्नुपर्छ, गीतको बलात्कार गर्नुपर्छ, रेप गर्नुपर्छ। त्यो पनि कोद्वारा थाहा छ? महिलाद्वारा। हाल्देऊ अब रुमालको नासोलाई, रुमालको नासोलाई स्वीकार गर, घरैको हाँसोलाई, पानको कामल पानकी छोरीलाई। टिकटकमा भिडियो बनाउनु आफैमा नराम्रो कुरा होइन, यो त एकदम राम्रो कुरा हो। तर हामीलाई पनि अलिकति राहत हुने हिसाबले बनाउने हो कि हामीलाई पनि सिकाउने हो कि यस्तो खतरनाक ट्यालेन्ट चाहिँ आउँछ कहाँबाट? हामीले त सक्दैनौँ। म पनि हल्लाउन बहुत ट्राई गरेँ। यो भिडियो हेरेर मलाई पनि हल्लाउन मन लाग्यो, मैले हल्लाउन ट्राई गरेँ तर सकिनँ। ट्राई चाहिँ गरेको हो। हल्लाउने कुरा यहाँसम्म मात्रै सीमित छैन, यो त एउटा युनिभर्स जस्तो हो। यहाँ हरेक मान्छेहरूले फरक चिजहरू हल्लाउनुहुन्छ। तर हेर्न चाहिँ बहुत मजा आयो, तपाईँ पनि हेरिहाल्नु। टिकटक भन्ने एउटा यस्तो खतरनाक प्लेटफर्म हो जसले नेपालका कुना-कुनामा लुकेर बसेका हिडन ट्यालेन्टहरूलाई मेन स्ट्रिममा लिएर आउने काम गर्छ। ट्यालेन्टहरू मध्येमा डान्स पनि एउटा हो। डान्स त्यो भन्दा अझ बबाल डान्स, खतरा डान्स, बरु त फाडु डान्स हैन, शब्दै छैन। फाडु डान्स मध्येको पनि डान्सको भाउ मलाई एउटा मन पर्यो, तपाईँ पनि हेर्नु।
तपाईहरुमध्ये दोहोरी कसलाई मन पर्छ? मलाई हल्का मन पर्थ्यो, तर जब मैले एउटा दोहोरी सुने र त्यो दोहोरीमा डान्स गर्ने मतलब एक्ट गर्ने हिरोनीको जो त्यो कला देखे, त्यो हिडन ट्यालेन्ट जुन छ त्यो त्यहाँ देखाएको छ, त्यो जब त्यो ट्यालेन्ट देखे तब म दोहोरीको बहुत बडा भक्त भइहालेछु। किनकि त्यो दोहोरी सुनेपछि हामीले पोर्नहबमा जानै पर्दैन। तिमीले होला राम्रीलाई ताकेको राम्रीलाई ताकेको तिमीलाई के थाहा दुबोले ढाकेको 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 हेलिकप्टरमा यात्रा गर्दै हुनुहुन्छ र हेलिकप्टरमा यात्रा गर्ने क्रममा तपाईलाई पिसाब लाग्यो भने तपाई के गर्नुहुन्छ? त्यो पनि जोडले लाग्यो भने अहिले निस्किने छवाला छ जस्तो लाग्यो भने के गर्नुहुन्छ? यदि तपाईसँग आइडिया छैन भने म लिएर आएको छु खतरनाक आइडिया, त्यो टिकटकबाट आएको हो, हेरिहाल्नुहोस्। हेलिकप्टरमा दिशा पिसाब गर्न मन लाग्यो भने कहाँ गर्नुहुन्छ त? माथि उड्दा उड्दै मुटे हुन्न र के त्यो हलाबाले त्यो थुनेर बस्ने कहाँ पिसाब गर्ने? माथिबाट उड्ने पनि तलबाट एक पर्पसरी भनेर त अनुरोध गर्नु पर्यो। अब जाँदा जाँदै तपाईलाई मेरो एउटा प्रश्न, यदि तपाई काम गरेर एकदमै थाकेर घर जानु भएको छ, तपाईलाई डरो भोक लागेको छ, त्यस्तो बेलामा तपाईको श्रीमतीलाई तपाईले यस्तो हालतमा देख्नुभयो भने के गर्नुहुन्छ? कमेन्टमा भन्नुहोला र भिडियो हेर्नुहोस्। दुनिया देखा दुनिया देखा यदि तपाईलाई भिडियो मन पर्यो भने प्लिज सब्स्क्राइब गर्नुहोस् च्यानललाई, अनि भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्नुहोस्। आजको लागि यति नै, फेरि अर्कोचोटि खतरनाक वाला भिडियो लिएर फेरि उपस्थित हुनेछु। तबसम्मका लागि बाई, तपाईको दिन शुभ होस्। जय टिकटक।哎呦我的妈！